ल हेर्नुहोस् आज मैले बनाएको नयाँ कुराबाट के बन्छ होला त म तपाईहरुलाई देखाउँछु है। यसलाई चाहिँ भित्र राख्नु पर्यो हैन। भित्र राखेपछि यस्तो भयो। अब अरु कुरा चाहिँ म तपाईहरुलाई फेरि देखाउँछु। छोरो चाहिँ मेरो टिकटकमा आयो भनेर बुक्क परेर हाँसेको रे के पछाडी म चाहिँ यहाँ उसको लागि के बनाइदिदैछु अनि मेरो छोरो चाहिँ पछाडी गाइस यतिसम्म चाहिँ बनायो है मैले। अब यो केमा युज गर्ने होला त ल हेर यस्तो भयो। अब मैले आज चाहिँ यति बनायो हैन। अब चाहिँ यो चाहिँ केमा युज गर्ने भन्ने कुरा चाहिँ म तपाईलाई अर्को पार्ट बनाएर देखाउँछु। मेरो छोरालाई टिस्यु हाल्ने हो यसमा टिस्यु सबै त्यो पनि हैन मेरो छोरालाई सरप्राइज। अब मैले बनाएको यसलाई चाहिँ केमा युज गर्ने भनेर म युज गरेर देखाउँछु है। यहाँ के छ जापानमा सोगाको जाने बच्चाको आमाहरू चाहिँ रिलेट हुनुहुन्छ है। टिस्यु पेपर लैजानुपर्छ स्कुलमा अनि त्यसको लागि चाहिँ मैले यसो ट्राई गरेको जस्तो लाग्यो। हेर्नु है यसमा टिस्यु पेपर हालेर अनि त्यसपछि चाहिँ बन्द गरेर हैन। त्यस्तो राम्रोसँग त बनेको छैन तर यहाँबाट चाहिँ टिस्यु निकाल्न मिल्छ। यसरी निकाल्न मिल्छ सरी निकाल्न मिल्छ अनि त्यसपछि यो चाहिँ झुन्डाउन मिल्छ। उसमा झोलामा झुन्डाउन मिल्छ। यस्तो कस्तो लाग्यो तपाईहरुलाई एकचोटी हेरेर सल्लाह सुझाव दिनु होला। अझ राम्रो कसरी बनाउन सकिन्छ सो हेरेर सल्लाह सुझाव दिनु होला। कस्तो